हाम्रोमा चाहिँ यहाँ साइकलमा सर आइसक्नु भएको रहेछ है कलरफुल भएको छ बबाल बबाल त्यहाँ चाहिँ केटाहरूले डान्स बबाल एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो सबैजनालाई स्वागत छ फाइनली आज चाहिँ हामी कता जाँदैछौँ जमिन सर एटिएम होइन होला के हो एटिएमतिर जाँदैछौँ होइन सन्तोष मामाको पैसा निकालिदिनु क्या बुढोले हाल्दो रहेछ यहाँ सरको खातामा अनि निकालिदिनलाई जाँदैछौँ फाइनली जाँदैछौँ यहाँ चाहिँ उ छ है के अरे के भन्छ होला ड्राइभिङ सेन्टर छ साथीहरू यता छ हाम्रो बागमती अहिले त बागमती सुकेर आमा है यो बौलायो भने फेरि खतरा बौलाउँछ है आज चाहिँ होलिडेज हो होइन त्यही भएर सबैजनाले कलर लाएर हिँड्ने कलरफुल बनाएर हिँड्ने हो आफ्नो बोडीलाई है बोडी भने है बोडी यो बाटोमा युट्युबरहरू खतरा गर्दै सानो साइकल राइडरहरू यो साथी उ रहेछ साइड बन्डे रहेछ एउटा ठुलै रहेछ यो साइड पनि यो घर चाहिँ मिन्सरको हो भन्नु पाएदेखि त म पनि कति प्राउड फिल भनेर प्राउड फिल चाहिँ कसरी गर्ने हो किनकि मेरो दोस्तको घर काठमाडौँमा 2-4-5 ताले भन्ने हुन्छ नि त अलिकता तर उहाँको ड्रिम चाहिँ त्यही छ है साथीहरू भयो मेरो ड्रिम छैन त्यस्तो ड्रिम त सम्झिने पानी सम्झिने हो यता सरको चाहिँ ड्रिम त्यस्तै छ भनेर मलाई दोष दिनुभएको उहाँको चाहिँ यहाँ चाहिँ एटिएम पुग्नुलाई चाहिँ लगभग लाग्छ होला कति आधा घन्टा त्यो चाहिँ दोभान पुल आइसकेको छौँ हामी चाहिँ अहिले होलीको माहौल चाहिँ ओहो यहाँ हाम्रोमा चाहिँ यहाँ साइकलमा सर आइसक्नु भएको रहेछ है यहाँ हाम्रोमाले साइकल चाहिँ घुमाइसक्नु भयो होइन यता रुमतिर आउनु भएको रहेछ फेरि हामी चाहिँ यता मामा भएकोतिर आँट्यौँ क्या बिचमै भेट्यो त्यही भएर बिचमै भेट भयो यहाँ पनि छ ड्राइभिङ सेन्टर यहाँ चाहिँ राम्रो छ यहाँ पनि तर महँगो पनि होला यहाँ त सायद 8 घन्टाको 28 लिन्छ अरे यहाँ साथीहरू यहाँ चाहिँ साथीहरू यो शङ्खमूल योगा पार्क हो यो होइन यहाँ चाहिँ पुरा आज होलीको माहौल खै के चलाइरहेको रहेछ पुरा कलर लगाएर होइन बबाल छ ड्यान्स बबाल ड्यान्स केटाले डान्स चाहिँ यो गीत कटिङ गर्नुपर्छ हो गीत कटिङ गर्नुपर्छ यो गीत यो चाहिँ घर बनिसक्नु लागेको छ यहाँ पनि हामीले काम गऱ्यो अहिले मामा पनि गर्दै हुनुहुन्छ यो पनि हो काम गरेको बबालै छ घर चाहिँ यहाँ बेबीहरू चाहिँ पुरा होली खेलेर पुरा है कलरफुल भएको छ बाबा डान्स दिइरहेको छ साथीहरूले बबाल त्यहाँ चाहिँ केटाहरूले डान्स बबाल हामी चाहिँ अहिले एटिएम पुग्नु लागेको छौँ फाइनली हामी चाहिँ एटिएम आइसकेका छौँ एउटा बा जानुभएको छ अहिले एकछिनमा जाने हो त्यो बा आइसक्नु भएको छ होइन अब हामी जाने हो ल जाउँ न आउनुहोस् न 3जना छिर्दिउँ न मिल्छ भने मिल्दैन ल अन्त मिल्छ यहाँ सब पत्ता लगाइदिन्छ यहाँ के गर्नुपर्ने एटिएम यहाँ छ होइन यो चाहिँ मिन्सरको ल हाल्नु एटिएम हाल्ने तरिका त्यो रहेछ है त्यसरी नै हो टिप्ने हो भित्र लग्यो माटो
खुलिसकेको छ पासपोर्ट हालिसक्नु भयो यहाँ फास्ट क्यास के लिने हो 3000 हामीले चाहिँ पैसा निकालिसकेको छौँ बिल यहाँ छ उता हाम्रो मा पनि लागिसक्नु भएको छ यताबाट छिर्ने ल यहाँ पनि क्लियर हुँदैछ हामीले चाहिँ पैसा उहाँलाई निकालेर दिएर पनि रुमतिर फर्किसक्यो होइन सो गाइस आजको लागि यहाँसम्म छ लास्टसम्म भिडियो हेरेर सहायता गर्नुभएको लागि एकदमै धन्यवाद लाइक कमेन्ट सेयर र सब्सक्राइब गरेर नभइनु होला हस् थ्याङ्क यू एभ्रिवान खाइ त भने हम क्या बोलो अरे आपने बोल दिया ना इतना ही काफी है चलो बंद करो